कुनै पनि कुरा खान मिल्दैन भने त्यो छालामा पनि लगाउन मिल्दैन भन्ने खालको कुराहरू कतिको सुन्नुभएको छ। त्यसो त साबुन खान मिल्दैन, तर मिची हात धुन मिल्छ, हात धुनै पर्छ, नत्र भने विभिन्न हानिकारक कीटाणुहरूले आक्रमण गर्न सक्छन्। घाउ सफा गर्नलाई कति एन्टिसेप्टिकहरू युज गरिन्छ, तर ती एन्टिसेप्टिकहरू खान मिल्दैनन्। नुहाउनलाई स्याम्पू युज गरिन्छ स्काल्पमा, तर त्यो खान मिल्दैन। रगत तान्नु अघि आइसोप्रोपाइल अल्कोहलले पुछेर छालामा लगाएर तानिन्छ, तर त्यो अल्कोहल खान मिल्दैन। जुन कुरा जे प्रयोजनको लागि बनेको हो त्यसै अनुसार प्रयोग गर्ने हो। इन्टेन्डेड युज के हो त्यही अनुसार युज गर्ने हो। टक्सिकोलोजीमा कुनै पनि कुराहरू, कुनै पनि चिजहरू सेफ छ कि छैन, राम्रो गर्छ कि गर्दैन भन्नको लागि विभिन्न कुराहरू, 3-4वटा कुराहरू हेरिन्छन्। पहिलो भनेको त्यो वस्तु आफै, त्यो कुनै पनि सब्सटेन्सहरू आफैमा कुनै चाहिँ अलिकति बढी रिस्की हुन सक्छन्, जस्तो यो आर्सेनिक, एस्बेस्टस, मर्करीहरू। कुनै चिजहरू अलिक कम रिस्की हुन सक्छन्, एउटा त्यो है। अर्को भनेको चाहिँ मात्रा कति हो भनिन्छ नि, डोज मेक्स द पोइजन भनेर। पानी पनि तपाईँले असाध्यै धेरै एकैचोटि खानुभयो भने त्यसले विषको रूपमा काम गर्न सक्छ होइन। जे चिज पनि त्यही अनुसार, मोस्ट चिजहरू त्यस्तै हुन्छ। अर्को भनेको चाहिँ राउट अफ एक्सपोजर अथवा रुट अफ एक्सपोजर भनेर भन्छ नि। तपाईँले त्यही कुरा सास फेरेर सुँघेर लिनुभएको हो कि, छालामा लगाएर तपाईँको रगतमा गएको हो कि, तपाईँले खानु भएको हो कि, तपाईँलाई इन्ट्राभेनस सुई दिएको हो कि होइन, त्यो विभिन्न कुराले चाहिँ म्याटर गर्छ। अर्को चाहिँ व्यक्ति कतिको सेन्सिटिभ छ भन्ने कुरा। कुनै चिजले एउटा व्यक्तिलाई अलिकति बढी हानि गर्ला भने अर्को व्यक्तिलाई अलिकति कम गर्न सक्छ। खान मिल्ने कुरा मात्रै छालामा लाउन मिल्छ भनेर भन्नु भनेको चाहिँ एउटा ओभर सिम्प्लिफिकेसन हो।